मार्केट आइपुगेँ। यहाँबाट मासु लिएर जाने हो। आज मासु खाने हो। भात मात्रै खाने मासु खोइ मासु छ कि नै छ। यहाँ छ मासु चाहिँ द्रास्ती तिले दाइ तिले यदि दा दा दाइ नौ चाहिँ मासु मैले मागिसकेँ। साथीहरू यो चाहिँ मेरो गोची ब्रान्डको चस्मा ल। यो नलाएर म कहीँ पनि जान्न के। चस्मा कति हाल्नु भयो? यो धेरै महँगो हाले कति? 350। के लाने हो र यहाँ? के हो यस्तो? यो सक्स मक्स लैजाऊँ बरु। मग लैजाऊँ सक्स लानु भने। तपाईँहरूलाई यो देखाइरहन मन लाग्छ के यहाँ माछा पनि होला सायद। माछा पनि हुनसक्छ भन्ने मेरो अनुमान छ। अब के छ त्यो त मलाई थाहा भएन। हामी चाहिँ मार्केट गएर रुमतिर जाँदैछौँ। तर अहिले चाहिँ बुल्गेरियामा एकदमै चिसो छ। नेपालबाट आउने साथीहरूले न्यानो न्यानो लुगाहरू ल्याएर आउनु। त्यो रुम जानुपर्छ हो। बिरालो हेर्नु त दिदी दौड्यो दौड्यो। यहाँ चाहिँ बिरालोकै बिगी हुँदो रहेछ। बिरालोलाई कोतका भन्छ क्या। आमामा हेर्नु त के सानो हो यस्तो। कुकुर फेरि भुक्यो। सेक्युरिटी गार्ड राखेको छ होला नि त। भोलि पर्सि हिउँ पर्दाखेरि कस्तो राम्रो देख्छ कि घरहरूमा बत्ती बालेर सजाउँछ क्या त्यतिखेर। तर अहिले चाहिँ समरमा चाहिँ त्यो गार्डनहरू हुन्छ। गार्डन त्यो राम्रो देखाउँछ। अब भोलि पर्सि त गार्डन हुँदैन हरियो। अनि त्यसपछि बत्तीहरू बालेर झिलिमिली बनाएको हुन्छ घरहरू। यस्तो राम्रो देख्छ। खत्म। बाय बाय टाटा।